नमस्ते सबैजनालाई यो भिडियोमा स्वागत छ है त। आज के हुन्छ यो भिडियोमा म तपाईलाई यसै भोइस ओभरको मार्फत बताउने छु है त। सबैभन्दा सुरुमा म पुगेँ, त्यसपछि सबैजना आएर बसिरहनु भएको रहेछ। म पनि नमस्ते सबैलाई भन्दै हाम्रो सबै टिमलाई नमस्ते भन्दै भित्र छिरेँ। सबैजनाले एकदमै मजाले बसिरहनु भएको रहेछ। अनि त्यसपछि मैले पुष्पराज भाइलाई देखेँ, झ्याप्प अँगालो हालेर होइन भिडियोको सुरुवात गरेँ जस्तै भयो। त्यसपछि आइहाल्यो, सबैलाई क्यामेरामा लिएँ। त्यसपछि हामी सबैजना रेडी भएर बसिरहनु भएको रहेछ। हाम्रो सर्टिफिकेटहरू सँगसँगै ट्रफीहरू केहरू सबै रेडी गरेर, त्यसै गरी हाम्रो सुरसाज फ्यामिली पनि लाइभमा जोडिराख्नु भएको रहेछ। अनि हाम्रो गीत गाउने भाइ गीत गाइरहन्थ्यो, सबैजना माइक चेकहरू गरिरहनु भएको थियो। त्यसै गरी सबै आफ्नो काममा पुरै बिजी हुनुहुन्थ्यो, कोही कताकोलाई के भन्ने, कोही कताकोलाई के भन्ने भनेर। अनि त्यसै गरी म पनि बसिरहेँ एकछिन। त्यसपछि उठेर अनि माइक चेक गर्नलाई त जानु पऱ्यो होइन। त्यसपछि माइक चेक गर्न थालेँ। हाम्रो सुबिला म्याम चाहिँ लाइभमा सबैजनासँग बोल्दै हुनुहुन्थ्यो। सुरसाज टिमहरू इन्टायर जोडी नै राख्नुभएको थियो। म पनि गएर आइहाल्यो भने त्यसपछि नि माइक फेरि मिलाउनु थालेँ। त्यसपछि माइक मिलाइवरी हाम्रो गीत गाउने भाइ पुष्पराज भाइले गीत सित गायो एकछिन। त्यसपछि ल हाम्रो अल राइट सब ठिक भयो भनेपछि हामीले सुरसाज टिमलाई पनि भन्यौँ, ल अब चाहिँ हामी कार्यक्रम स्टार्ट गर्न लागेको, हाम्रो भिडियोहरू सबै सेयर गरिदिनुहोस् भन्दै होइन। यताउता गफ त भइहाल्छ। हाम्रो सुबिला म्याम क्यामेरामा हेर्दै केही भन्दै हुनुहुन्थ्यो, तर पछाडि गीत बजिरहेको थियो, मैले म्युट गरिदिएँ। त्यसै गरी हाम्रो खदाहरू सबै आइपुग्यो, सबै कुरा को कहाँ बस्ने सबै कुरा म्यानेज भइसक्यो। सुबिला म्याम अझै पनि लाइभमा बोलिरहनु भएको थियो। कसैले धम्काउँथ्यो भने चाहिँ मलाई थाहा भएन। अहिले चाहिँ म आइपुगिसकेको छु यहाँनिर। हाम्रो सुरसाज टिम प्रेजेन्ट यो ट्यालेन्ट ब्याटलको आज प्राइज डिस्ट्रिब्युसन छ। थोरै गफ क्यारोके सेसन हुँदैछ। सो म चाहिँ अहिले एकैछिन भयो नि भिडियो खिच्नलाई बाहिर आएको छु। कस्तो के हुन्छ तपाईँलाई देखाउने नै छु यो भिडियोमा। सो होप यु विल इन्जोय है त। के बोज्यो? नमस्कार, म नवीना राई, सुरसाज टिमको टिम मेम्बर। नमस्ते। हजुरहरूलाई पनि यसै गरी खाता लगाउने क्रम हाम्रो चाहिँ अब सरका नानालाई पनि खाता लगाइदिनु हुन चाहिँ म हाम्रो सुविधा म्यामलाई अनुरोध गर्दछु। भिडियो गेस्ट पनि भिडियोग्राफर नि हो त। ल अब यतापट्टि फर्किन्छ, क्यामेराम्यान फोकस गरौ भने जस्तै जल्दी फोकस गरौ भने हजुरलाई पनि धेरै ताली ताली बजाइदिनु होला है। दाई बोलाउनु पर्यो मेरो त्यसै दामी ल थ्याङ्क यू। भेट्छ भयो होला है। नाच्न एउटा यहाँ म त बिजाके फेरि मलाई चाहिँ ल भयो ल ओके मलाई पनि जस्तो होला नि। Thank you. Sorry, thank you. Okay. मलाई अरूलाई पनि दिनु पर्ने होइन, सुन्नुलाई पनि दिनु पर्ने। यसै गरी हाम्रो विनर विवेक लामाजीलाई ट्रफी एन्ड सर्टिफिकेट दिइदिनु हुन जज सुबिला लामा म्यामलाई अनुरोध गर्दछु। बिकेस भाइलाई त पहिले नै दिन पर्छ के, दुईचोटि विनर बनाउने मान्छे म हो अनि तर होपफुली तपाईँहरू सबै हाम्रो लाइफको कहाँ छ त्यहाँ होइन, तपाईँहरू सबैजना एग्री हुनुहुन्छ होला यो कुरामा कि बिकेस भाइ चाहिँ एकदमै वेल डिजर्भिङ पर्सन हुनुहुन्छ होइन। त्यही भएर पनि मलाई एकदमै प्राउड लागिरहेको छ कि यो सर्टिफिकेट चाहिँ मैले हाम्रो, तर यो त मेरो पो छ त सुविधा नहेरेको भएदेखि चाहिँ मानिस थाहा परेछ। त्यसपछि सिधा बस्नु आइदिनु भयो। विनरको चाहिँ लास्टमा मनोज सरले के भन्दै हुनुहुन्छ? सिधा बस्नु कि के? मनोज सर के भन्दै हुनुहुन्छ? म सिधा बसे। ए तपाईँ चाहिँ ल रेडी क्याप गर्छौँ क्याप। एकचोटि मैले माइक बिना माइक बोल्दा तपाईँहरू लाइभमा बस्नेहरूले सुनिराख्नु भएको छ? सुन्छ मजाले सुन्छ। यस ल एकचोटि लाउनुहोस् न। मैले पढेर पनि सुनाउन चाहेँ किनभने यति धेरै मिहिनेत गर्नुभएको छ यो कामको लागि भनेदेखि है। यहाँ चाहिँ के लेखिएको छ भनेदेखि सर्टिफिकेट अफ अचिभमेन्ट भनेर छ फर्स्टमा, यो एकदम बोल्ड लेटरमा। त्यसपछि छ दिस सर्टिफिकेट इज प्रेजेन्टेड टु बिकेस लामा for winning the TikTok talent battle competition organized by Sursaj family. Thank you for participating भनेर डेट छ। त्यसपछि सिग्नेचर छ सुरसाजको एकदमै खतरावाला। ब्याङ्कमा पनि यही राख्नु होला, म कपी गर्छु। ल हाम्रो बिकेस भाइ चाहिँ एकदमै डिजर्भिङ पर्सन। प्लिज क्यामेराम्यान
ट्रफी पनि यो त मैले लिएर जाने अब मैले दिने चाहिँ उहाँलाई है विनरलाई हो त्यसपछि हजुर लक्ष्य हुन्छ उहाँसँग कुरा गरेछन् अनि मेन हाइलाइट चाहिँ यो हो लाइभमा देखाइदिनु होला है यो चाहिँ एकदमै ठुलो कुरा हो एक्चुअलमा अब जतिसुकै जिस्के पनि जे गरे पनि जसले यो पाउनुहुन्छ सिरियसली नै उहाँहरू त विनर भनेको सुशान्तको फर्स्ट विनर नै विकेश लामाजी फर्स्ट विनर सेकेन्डबाट सेकेन्डैबाट हामीले भाइ किनकि अलरेडी थियो ल थ्याङ्क यू सो मच कङ्ग्रेचुलेसन भाइ थ्याङ्क यू सो मच द म्याम हजुरको टाइमको लागि थ्याङ्क यू र जति पनि हामीलाई प्रत्यक्ष रूपमा होइन सहयोग गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो सुशान्त फ्यामिलीकै जिम्मेवार निर्माण राईको राईजीको वाइफ वन्दनाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्यसै गरी अन्य वन्दनाजी हुनुहुन्छ है उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु जति पनि टप 10 मा आएर आउनु भएको छ उहाँहरूले पनि यतातिर Cheers to Suman! ल स्पेशल गेस्ट थ्याङ्क यू सो मच आजको लागि हजुरलाई हुनुहुन्छ सो थ्याङ्क यू फर कमिङ ओके अब यो प्लेट चाहिँ तपाईँलाई नै ल त्यही हो थ्याङ्क यू सुशास थ्याङ्क यू फेरि त क्यामेरा हेर्नु न हाम्रो भिडियो थ्याङ्क यू कङ्ग्रेचुलेसन्स यतातिर क्यामेरा वी आर लक्की कि हामीले यो केक चाख्न पायौँ अनि सरी फर द सुरसाज टिम तपाईँहरू टाढा टाढा भएर पनि तपाईँले केक चाख्न पाउनु भएन सो यु मिस द्याट है त अनि हामी सबैजना केक खाइसकेर नाच्न थाल्यौँ त्यसपछि एकछिन रमाइलो गीत सितहरू गाउँदै नाच्दै एकैछिन पनि हामी उफ्रियौँ त्यसपछि हाम्रो तल हाम्रो खाजासाजा के हुँदा तयार हुँदै थियो हाम्रो पुष्पराज भाइ चाहिँ एकदमै जोसिकन गीत गाइरहेको थियो हाम्रो विकेश भाइ पनि पुरै नाचिरहेको थियो सँगसँगै म पनि क्यामेरा यताउता मिलाउँदै लाइभतिर देखाउँदै होइन सकेसम्म सबैलाई कभर गर्न खोजिरहेको थिएँ हाम्रो लाइभमा पनि एकदमै सबजना इन्जोय गरेर नाच्दै हुनुहुन्थ्यो एकदमै रमाइलो लागिरहेको थियो म त झन् अझै हुन्छ नि त्यो कन्ट्रोलै गर्न सकिनँ क्या त्यसपछि त नाच्दै बस्यौँ त्यसपछि हाम्रो अब प्राइज डिस्ट्रिब्युसन भइसकेपछि त फोटो खिच्नु पऱ्यो अनि फोटो खिच्नको लागि एकैछिन भयो भने हामी टाइम निकालेर अनि फोटो खिच्यौँ सबैजना आएर पालै गर्दै फोटो खिच्यौँ आफ्नो सर्टिफिकेटहरू ट्रफीहरू लिएर अनि त्यसपछि सबैजना फोटो खिचिसकेर चट्टसँगले हाम्रो के हुन्छ गफ पनि भयो फोटो सेसन निकै लामो थियो हाम्रो किनभने धेरैजना हुनुहुन्थ्यो पालै गर्दै खिच्दाखेरि निकै टाइम गयो र टाइम बितेको भने थाहा नै भएन है भिडियो बनाउँदै यहाँ लाइट नहेर खास गरी थ्याङ्क यू टु द इन्टायर टिम सुरसाज है त फर दिस सर्टिफिकेट अनि टोकन अफ लभको लागि थ्याङ्क यू सो मच मिन्स ल है त मेरो लागि अनि धेरै धन्यवाद यो कार्यक्रमको लागि पनि अनि सबै कुराको लागि धेरै धन्यवाद है त एज अ गेस्ट बोलाइदिनु सो थ्याङ्क यू सो मच है त हाम्रो चाहिँ अहिले सकिसक्यो प्राइज डिस्ट्रिब्युसन प्रोग्राम अनि सँगसँगै सबै कुरा सकेर अहिले चाहिँ हामी तल खाजा खाना सँगसँगै हाम्रो टिकटक लाइभ पनि भइरहेको थियो टिकटक लाइभ सकेर अहिले चाहिँ ठ्याक्कै खाजा खाना सबैजना यहाँ डिस्कस गर्दै हुनुहुन्छ मेरो क्यामेरा अलिकति बाङ्गो भएर केही छैन कृष्ण हो
म एकदम खुसी हुन्छ म पहिला चाहिँ 3 बजे पनि रातिको 3 बजे पनि बजाउँथेँ होइन घरबेटी आन्टी एकदमै सपोर्टिभ क्या अस्ति मैले जित्दा पनि भोलिपल्ट पनि सुन्नु भएको थियो अरे क्या अनि त्यसपछि के भयो तिमीले के भयो अनि मैले भने घरबेटी आन्टी म त फर्स्ट भएँ नि जित हो र भनेर कति खुसी अहिलेसम्मको भगवान् घरबेटी ल मेरो पनि पहिला त्यस्तै हुनुहुन्थ्यो अहिले पनि त्यस्तै हुनुहुन्छ मेरो पनि राति बोल्दाखेरि के त भन्नु तर बाँसुरी त भनेको त खतरा आउँदै त कत्रो बेला हाई हान्नुपर्छ हो बाल हुन्छ सुशाल फ्यामिलीलाई ब्लगमा स्वागत छ यहाँनिर म त खै थाहा भएन को हो रे हजुर टिकटक ए आउनुहुन्छ रेडी छ म टिकटक के बनाउने ए हुन्छ आउनु न कहाँ राम्रो आउँछ त्यो खिचौँ मेरो त पुरै गोजी पनि भरिएछ ल अब हाम्रो फोटो सेसन हुँदैछ है त हाम्रो यो स्पेसली यो भ्लग चाहिँ खास गरी मैले बनाउनु थिइनँ सुटसाजको लागि भयो नि यो चाहिँ हाल्छु होला अरू नहाले पनि त्यसै गरी हाम्रो खाना चाहिँ टेबलमा लागिसकेको थियो तै पनि हामी फोटो खिच्नमै सबैजना व्यस्त थियौँ पालिपाला फोटो खिच्दाखेरि एकदमै टाइम गयो होइन खानासाना सबै सेलाइसकेको थियो हामीलाई त्यो कुराको केही पर्वाह थिएन हामी सबजना फोटो खिच्दै थियौँ रमाइलो गर्दै थियौँ त्यो हाम्रो लागि ठुलो कुरा थियो त्यो क्षणको लागि हामी चाहिँ आज खाना लाग्यो अहिले सबैजना डङ 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 हाम्रो चाहिँ अचार आएको छैन यहाँनिर अचार अनि सँगसँगै यहाँनिर स्प्राइटहरू के आएको छैन सो यसको वेटिङमा छौँ हामीले चाहिँ अहिले खाजा चाहिँ खाइसक्यौँ भिडियो खिच्न चाहिँ भिडियो चाहिँ एकछिन गफमा निकै भुलेको थियौँ सो एकदमै धेरै पछि यति धेरैजना एउटा कुनै कुराको माध्यमबाट भेटिएर होइन एकदमै एज अ फ्यामिली जस्तै हामीले एउटा सँगै एउटै टेबलमा बसेर खाना खायौँ है थ्याङ्क यू सो मच हाम्रो रिकिजीको क्यामेरामा आउने एउटा सौभाग्य अवसर पाएँ मैले त्यसको लागि धेरै धेरै धन्यवाद जतिजनाले पनि उहाँको युट्युब च्यानल भनौँ अथवा हाम्रो सुरसास फ्यामिलीलाई भनौँ जतिजनाले पनि हेरेर बस्नु भएको छ हजुरहरूलाई हृदयदेखि नै थ्याङ्क यू सो मच भनेर भन्न पनि चाहन्छु फेरि पनि आगामी दिनमा यस्तै गरेर भेट्ने मौका सायद जुर्छ नजुर्ला त्यो आफ्नो ठाउँमा छ तर डेफिनेटली सम्बन्ध भन्ने चिज भेट्यो भने मात्रै हुन्छ भन्ने कुरा हुँदैन होइन हामी यस्तै गरी कनेक्टेड हुने मौका डेफिनेटली मिल्नेछ भन्दै बेस्ट सो मच सुविला म्यामलाई आजको हाम्रो जे पनि कार्यक्रम थियो त्यसको समाप्ति भएको म जानकारी गराउन चाहन्छु सो यो भिडियो चाहिँ स्पेसली मैले सुरसाज टिमको लागि बनाएको होइन एज अ मेमोरी जस्तो उहाँहरू नभए पनि उहाँहरूले जति लाइभमा देख्नुभयो त्यो लाइभमा देखे सँगसँगै पनि केही कुराहरू छुटेका हुनसक्छन् त्यो चाहिँ म यो भिडियोबाट पुरा गर्दैछु है त सो थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ है थ्याङ्क यू सो मच सुरसास फ्यामिली धेरै धेरै धन्यवाद हामीलाई यो प्लेटफर्म दिनुभएकोमा मलाई एकदम खुसी छु म है मैले आमा फर्स्ट मामा एकदम खुसी छु यो प्लेटफर्म एकदम राम्रो लाग्यो होइन प्लिज यस्तै प्रोग्रामहरू पनि निकाल्दै गर्नु होला ताकि फेरि पनि हामी हिँड्नु म जस्तो हामी जस्तो कलावानहरूले अरूले पनि प्रस्तुत गर्न सकौँ प्रस्तुति थ्याङ्क यू सो मच अनि तपाईँलाई थ्याङ्क यू सो मच सुरसाज टिम एन्ड धेरै धेरैभन्दा धेरै मनैदेखि धेरै धन्यवाद किनभने हाम्रो ट्यालेन्टलाई फेरि बाहिर ल्याइदिनु भयो है अनि त्यसको साथसाथै हामी धेरै धेरै नयाँ कुरा पनि जान्ने मौका पायो एकदमै मैले धेरै कुराहरू सिकेँ अब ब्याटरमा एकदम डर पनि लागिरहेको थियो है अब के होला भनेर तर अरूभन्दा नि जित्नु नै ठुलो कुरा चाहिँ होइन मेरो लागि तर केही कुरा सिकेर जानु चाहिँ ठुलो कुरा हो एन्ड वन्स अगेन धेरै धेरै धन्यवाद है आई एम द विनर थ्याङ्क यू सो मच फर यर टाइम है त अरू को हुनुहुन्छ कोही छुट्नु भएको छ को छ छुट्नु भएको सुविला म्यामले भन्नुभयो ल के भन्नुहुन्छ हाम्रो टिमलाई तपाईँको टिमलाई थ्याङ्क यू सो मच सुरसाज टिम अनि सबैजना केही भन्नु अरू एक्स्ट्रा नयाँ हामी त यहाँ हाम्रो विनर्सहरूलाई कङ्ग्रेचुलेसन त्यति ल थ्याङ्क यू सो मच